हाम्रो यो मेरो पछाडि ब्याकग्राउन्डमा भएको टेन्ट हामीले तेमुबाट अर्डर गरेर अनलाइन किनेको हो र यो हामीले किनेको अहिले ठ्याक्कै 2 वर्ष भयो र हामीले अहिलेसम्म 6 पटक युज गऱ्यौँ यो टेन्ट र 6 पटक युज गर्दाखेरि समरमा विन्टर चाहिँ गरिएको छैन हैन अरु समरदेखि लिएर स्प्रिङ सिजनहरुमा चाहिँ एकदमै राम्रो भयो पानी पनि राम्रै छेक्छ र अनि त्यसपछि हावाहरु पनि र अनि सुरुमा हामीलाई चाहिँ के डर लागेको थियो भने अलि पानी छेक्दैन कि भन्ने कुरा एकदमै डर लागेको थियो त्यो बेला चाहिँ हामीले यो टेन्ट माथि अनि हाम्रो यो टार्पलाई चाहिँ पानी छेक्ने तरिकाले बनाएको थियो तर त्यसपछि जाँदाखेरि फेरि हामीले टोटल्ली पानी गर्दाखेरि पानी पनि छिरेन एकदमै राम्रो रहेछ र यदि तपाईहरु पनि कसैले टेन्ट किन्ने सोचमा हुनुहुन्छ भने तेमुबाट किनेको टेन्टहरु पनि राम्रै हुन्छ है र अनि अब हामीले त प्रयोग गरिराखिएको छ जस्तै अब हाम्रो साथीहरु पनि हुनुहुन्छ अब हाम्रो साथीहरुले पनि हिजो यही सुत्नु भयो हैन त्यसमा चाहिँ हाम्रो दिपकजीको पहिलो पटक हैन क्याम्पिङ पहिलो पटक हो ल हाम्रो दिपकजीलाई कस्तो लाग्यो मेरो त यो पहिलो चोटी हो लगभग जिन्दगीमै पहिलो चोटी भनौं न है आएर सुत्यो जस पानी परेको उयो आवाज मात्रै सुन्यो भित्र पानी छिरेन हैन पानी नि परेको हल्का हैन अनि त्यसपछि गएर जस्तो हल्का मौसम पनि चिसो थियो तर कस्तो भने भित्र सुत्दा खासै त्यस्तो चिसो फिल पनि गरिएन भनेको मतलब यसले जस हावा पनि हल्का छेक्ने पानी पनि छेक्ने देखियो मलाई राम्रो लाग्यो त्यसो मैले पनि किन्ने सोच बनाएको जस के रे तेमुबाट किनेको सामानहरु एकदमै कमसल हुन्छ नराम्रो हुन्छ भन्ने जति हाम्रो अलिकति धारणा छ नि त्यो चाहिँ बिल्कुलै जस हाम्रो यो टेन्ट युज गर्दाखेरि चाहिँ मलाई त्यस्तो लागेन हैन मलाई पनि लाग्दैन मैले ब्रान्ड त विभिन्न हुन्छन् हैन तर जस अब हामीले यही टेन्ट हामीले जापानमै उसमा किन्यो हैन यो टेन्ट उसको हो के रे कोलम्यानको टेन्ट हो अब यो टेन्टको प्राइस भन्दा यो टेन्टको प्राइस डबल ट्रायलै पर्यो हैन ट्रायलै पर्यो तर राम्रो त राम्रो यो पनि राम्रो छ तर त्यस्तो चेन्ज डिफरेन्ट छैन भनौं न काम चल्छ सबैलाई सस्तोमा क्याम्पिङ गर्ने चाहना भएको साथीभाइ सबैजनाले यस तेमुबाट मगाएर पनि युज गर्न सक्नुहुन्छ अनि ल अब आज तपाईहरु पनि नयाँ हुनुभयो हैन के छ कस्तो लागिरहेछ हाम्रो विराजलाई एकदम बेस्ट वान अफ द बेस्ट क्याम्प एभर फर्स्ट हैन पहिलो एक्सपिरियन्स एकदम राम्रो रमाइलो म त फुल इन्जोय गरेर आछु र नि हाम्रो विशाल छोरो हो त्यो मेरो अनि उ चाहिँ म जहाँ जान्छु त्यही हिँडिरहेको छ यो टेन्टमा सुतेको लगभग यो पनि जति पटक यो टेन्ट हाल्यो त्यति पटकै सुतिरहेको